यो कढीपात, मिठा निम, यो पुदिना हैन, बाँबरी, यो तुलसी हैन, तुलसी यो तीनटा। अरु दुईटा घटक हर्दीको माउ हर्दीको 10 ग्राम। राम्रो बुझ्नुस् है, क्यान्सरको दबाई। एक जुन तपाईलाई म भन्दैछु यो क्यान्सरको दबाई। माउ हर्दी 10 ग्राम, 10 ग्राम अदुवा, 20 देखि 25 तुलसीको मन्जरी। हेर्नुस् यो कालो तुलसीको मन्जरी 20 यस्तै मन्जरी ल्याउनु पर्यो, यस्तै 20 देखि 25 मन्जरी, 20 देखि 25 ग्राम पुदिना, 20 देखि 25 ग्राम धनिया र 20 देखि 25 ग्राम कढीपात र 20 देखि 25 ग्राम निमपत्तीको पात। यो तीनटालाई एकै ठाउँ मिक्सीमा हाल्नुहोस् र त्यसको रस निकाल्नुहोस्। लगभग सबै मिलाउँदाखेरि तपाईको 100 ग्राम हुन्छ। 100 ग्रामलाई 300 ग्राम पानीमा हालेर यसको रस निकालेर 50-50 ग्राम दिनको दैनिक गर्दाखेरि तपाईको 150 ग्राम बिहान खाली पेटमा, दिउँसो खाना पछाडि र बेलुका सुत्ने बेलामा खाना, सामान्य खाना खाने, गिलो भात, कोदोको रोटी, फापरको रोटी हैन, गहुँको आटा खान पाउनुहुन्न र तपाईको त्यो आटा दिनै पछि यो 15 दिन खाएर हेर्नुहोस् 4 स्टेज हैन 5 स्टेजको क्यान्सर, मरेको क्यान्सरको मुखबाट पनि निकालेर तपाईले बचाउने यसमा शक्ति छ। खाएर हेर्नुहोस्, पहिला टिपेर राख्नुहोस्, कलम कपी लिनुहोस्, नाम टिपेर राख्नुहोस्। हर्दी माउ हर्दी 10 ग्राम, अदुवा 10 ग्राम हैन, 10-15 ग्राम तुलसीको मैले भने मन्जरी, 10-15 ग्राम कढीपात, 10-15 ग्राम निमपात। यसलाई 300 ग्राम पानीमा तपाईको हालेर मिक्सीमा ग्राइन्डिङ गरेर त्यो पानी दिनभरिमा खाइसक्नुहोस्। 3 पानी सक्नुहुन्छ अझै बेसी खानुहोस्। अच्छा कति दिनसम्म चाहिँ खानु पर्ने? यो 3 महिना खानुहोस् न, 3 महिना पछाडि खानु पर्दैन। 3 महिना खानुहोस् र खानामा के बार्ने? आलु खानु हुँदैन हेर्नुहोस् हैन। के खाने? इस्कुस खान पाउनुहुन्छ, फर्सीको गट्टा खानुहोस्, फर्सी खानुहोस्, उसिनेर खानुहोस्। तर खाना चाहिँ तपाईको मुङ दाल र चामलको जाउलो खानुहोस्, हल्का नुन हालेर। नुन कुन खानुहोस्? आधदेखि नै सेतो नुन छोड्नुहोस्, सेतो चिनी खान छोड्नुहोस्, सेतो मैदा खान छोड्नुहोस् हैन। यदि दुध खानुहुन्छ भने पनि त्यसमा 1 चम्ची, सानो चम्चीको 1 चम्ची हल्दी हालेर खानुहोस्, सक्यो। र अत्यन्तै जरुरी एउटा तपाईलाई कुरो भन्छु, टाँकीको बोक्रा, यदि गाँठो क्यान्सर छ भने टाँकीको बोक्रा, कोइरालाको बोक्रा 50-50 ग्राम ल्याएर 500 लिटर पानीमा कुटेर त्यसलाई उमालेर 250 लिटर बनाएर डेली खानुहोस्। अलिकति निमपत्ती हालेर डेली खानुहोस्। तपाईको 15 देखि 25 दिनदेखि 35 दिन भित्रमा जस्तो सुकै गाँठो परेको क्यान्सर पनि तपाईको निम्न भएर गएन छन्। मसँग कुरा गर्न आउनुहोस्।